म ओलम्पिक पार्क देखाउन गइरहेको छु। ओलम्पिक पार्क भने यो भयो। हे कति हिँड्नुहुन्छ जग्गा नजिकै एउटा दुईटा घरभन्दा बढी यहाँ जग्गा जमिन छन्। जग्गा भन्नाले कस्तो भने यस्तो खेल्ने मैदान घुम्ने ठाउँहरू धेरै छन् के। जग्गा आफ्नो पर्सनल जग्गा भन्दा ती धेरै जग्गा छन्। ल हेर्नु ओलम्पिक पार्क, ल हेर्नु ओलम्पिक पार्क। पहिला ओलम्पिक गेम भएको अरे क्या यहाँ, त्यही भएर ओलम्पिक पार्क भनेको। ल हेर्नु पहिला ओलम्पिक गेम भयो। कति जाने हो, जग्गा धेरै ठुलो छ। यी जहाजहरू आज सिक्दै रहेछन् कि के हो कसो हो। ल हेर्नु यता र उता गरिराखेका छौँ। ल हेर्नु अब उताबाट यता आउने होला नि, उहाँबाट घुमेका छन् जहाजहरू। अब रात नि पर्न लागिराखेको छ अनि हाम्रो घरमा जानलाई अब बसेपछि त्यो घरै हो। अब हामीले भाडा तिरे पनि हाम्रो घरै सम्झिनु पर्यो त्यसलाई होइन। त्यहाँ जानलाई टाइम लाग्छ कमसेकम। यहाँ त चाहिँ आधा घन्टादेखि 35 मिनट जति टाइम लाग्छ त्यहाँ जान। ल नि यस्तो बनाएको छ ओलम्पिक पार्कमा मुन, त्यस्तो मुन लेखेको के लेखेको रहेछ त्यस्तो मुन, त्यो मुन लेखेको छ त्यहाँ। यहाँ मुन भने यो के हो, यो के लेखेको छ यहाँ। यस्ता फलामका के बनाएको रहेछ ल हेर्नुहोस् त। यो यस्ता फलामका बनाएको रहेछ यहाँ। यो के छ PEAC पिस, पिस मुन। अनि वहाँ BETWEEN बिट्विन, त्यो बिट्विन लेखेको छ। उतापट्टि हेर्नुहोस् त ओहो ओलम्पिक खेल भएको रहेछ यहाँ। अस्ट्रेलियाको ओलम्पिक खेल भएको ठाउँलाई यता नि हो, यता नि होला हेर्नुहोस् त ओलम्पिक खेल भएको ठाउँ। ए यहाँ त वहाँ परसम्म ल हेर्नुहोस् आज अचम्मै यिनीहरू घुमिरहेका छन्। ल हेर्नुहोस् त यो सिक्दै होला नि सायद फाइटर जेट। भोलि गएर अर्को देश र यो लडाइँ भयो भने त्यो सिक्न परेन सबै। त्यही भएर यो फाइटर जेटहरू सुई माथि उडिराखेका छन्। यता खेल भइराखेको छ, यता पब्लिकहरू छन्। बच्चाहरूलाई फेरि आनन्द ल्याएर यहाँ खेलाउने ठाउँ रहेछ। आमाहरू बाबाहरूले चाहिँ यहाँ बच्चाहरूलाई लिएर आउँदो रहेछन्, खेलाउँदो रहेछन्। ल हेर्नुहोस् आनन्द तरिकाले। ल कति जानुहुन्छ यो चौर। कति छ हिँडेर साध्य छैन। यो बाटोमा हामीहरू आनन्दले हिँड्न सकिन्छ। यहाँ उनी गाडीका ड्राइभरहरूले रोक्ने हो आफै। हामीलाई यसको लागि टेन्सन छैन। सम्झिनुहोस् उताबाट गाडी आइछ म स्वाइँ गयो हुन्छ। अब हेर्नुहोस् ती उसले रोक्नै पर्यो यहाँ। उसको त्यहाँ केही लाग्दैन किनभने यो सेतो घेरो लागेको छ, त्यसमा उसले रोक्नै पर्यो। बल्ल म आएपछि उगाने यो सेतो घेरो लगाएपछि सम्झिनुहोस् उसले रोक्नै पर्यो।
नियम हुन्छ यहाँ, धनी गरिब, मोटो पातलो, अनि केहीको यहाँ केही चल्दैन। यहाँ धनी गरिब, मोटो पातलो नियममा चल्छ। नियममा मात्रै चल्छ यहाँ। धनी गरिब पातलो जातभात नै छैन रहेछ यहाँ। जातभात भन्यो भने त धनी गरिब भन्यो, म मोटो म पातलो, म यसो म उसो भन्यो भने त त्रिवल जिरोमा फोन हानिदिएपछि उत्तिखेरै ठाउँको ठाउँ कति डलर फाइन हो। कैयौँ डलर फाइन तिर्नुपर्छ यहाँ। त्यस्तो भन्यो भने धनी छु त गरिब छस्, म मोटो छु त पातलो छस्, म राम्रो छु त नराम्रो छस्, मेरो यस्तो छ तेरो यस्तो छ, केही भन्न पाइएन। तँ यो जातको म यो जातको, तँ यो देशको म यो देशको, कसैलाई गिजाउने कसैलाई के गर्ने केही गर्न पाइएन। सरासर आफ्नो काम गर्ने खाने, केही यहाँ केही भन्न पाइएन। बल्ल बल्ल शान्ति हुँदो रहेछ। शान्ति खोज्नलाई चाहिँ मान्छेले आफू जस्तै व्यवहार अरूलाई गर्नुपर्ने रहेछ। शान्ति हुनलाई आफू जस्तै व्यवहार अरूलाई गर्नु पर्यो। आफू जस्तै छु अरू पनि त्यस्तै होलान् भन्नु पर्यो। केही चिजबाट धम्काएर कोही धम्किन्न, उल्टै पछि गएर झगडा हुने बाटो मात्रै हुँदछ त्यो। त्यही भएर शान्ति हुनका लागि कसैलाई पनि तल्लो छेउ बनाएर बोल्न नि भएन, केही गर्न नि भएन। हेर्नु बच्चा कति आनन्दले खेल्दैछन्। मलाई फेरि टाइम भइराखेको छ, म अब फेरि घरतिर जानुपर्ने हो। कुन बाटो आइयो र कुन बाटो जाँदैछु भनेर चाहिँ हेर्दैछु। फेरि रुखहरू हेर्नुहोस् त कस्तो मिलेका छन्। रुखहरू कस्तो मिलेका छन् ल, हेर्नुहोस् त। बच्चाहरू खेलिरहेका छन्। रुखहरू आफै एउटै किसिमका रुखहरू एक साइडमा लगाएका छन्। बस्ने पार्क छ। ल आजलाई अँधेरो नि भयो। आजलाई भिडियो यति नै। म अब घरमा जानुपर्छ।